Sunrise भइसकेको उठ्ने बेला भयो अनि खुसी भयो त Hey guys, हामी अब यो होटलबाट बिदाई लिएर हामी कहाँ जान लाग्यो कन्याम कि कहाँ कन्यामै हो यो त कन्याम यो कन्यामै हो कहाँ चियाबारी अब जस माथिको नजारा हैन लभ डाँडामा जाँदैछौँ लभ डाँडा होप इट्स गोना बी enjoyable thank you we will see you soon bye bye Bye. यहाँको चाहिँ इन्जोयबल भयो नि त हेर बाइक गरेको लो गाइस हामीले बाइक गरे अब हामी माथि गएर भिडियो गर्छौँ चढ्ने हो फोटो खिच्दै जाउँ त्यहाँ माथि डाँडा जानुपर्छ बिस्तारै हिँडाउँछ यस्तो एक राम्रो छ घुमाउँछ त्यति ठुलो चढ्नु पर्छ त्यो सानो ल्याएर चढ्नु ऊ त्यहाँ माथि जानुपर्छ कि पर्दैन पहिला घोडाले कहाँसम्म लान्छ यहाँबाट घोडा चढ्ने हो र गाडी पार्किङ पहिला कहाँ घोडा चढेर जाने घोडावाला आइसक्यो दौडिनु भयो घोडा दौड्यो भने त हुँदैन त्यो गाडी कहाँ राखिन्छ यही हो यही मिल्छ त कत्रो रहेछ है लास्ट टाइम आउँदा त सानो लाग्यो थियो मेरो वेटलेस घोडा त दुब्लो रहेछ चारवटा होइन यस्तो उखाल्छ कि यस्तो हिँड्छ यिनीहरूले हामीले डोराउँछ भने तिनीहरूले डोराउँछ हामी त अलिक चलाएन के गरेको होइन यो सबैजना चाहिन्छ हामीलाई टेन्सन नलिनु नर्भस कसरी चढ्ने त यहाँ लाउनुहोस् पहिला खुट्टा मेरो खुट्टै पुग्दैन जहाँसम्म यसो नै म हजुर नहोला जस्तो छ अहिले यो एकैछिन गाडीमा राख्दा हुन्छ ल साइडमा हजुर हेर्नुहोस् पहिला यो खुट्टा मेरो एउटा म मिलाइदिन्छु नि सर अलिक लामो भएको छ निकाल्नुहोस् त दाइ कुन प्याकेज भनेको अब के गर्नुहुन्छ राम्रो ठाउँ जानुहुन्छ त गार्डनतिर राम्रो ठाउँ छ सर तेर्सो छ म्याडम 1300 जस्तो जान्छ हामी समय घोडा छोड्दैनौँ त हामी हामी पक्रिन्छौँ समातेर त जाने यो पनि हल्का त्यहाँ पक्रिनु यो चाहिँ तपाईँको ब्रेक हो तान्यो भने रोकिहाल्छ ब्रेक त नतानु ठिक छ हजुर अहिले आफै राइड गर्नु न म गरिदिइहाल्छु नि गोब्रोबाट आफै त नगरौँ त्यति कन्फिडेन्स छैन मसँग उफ्रिने यस्तो हुँदैन नि त सबै ट्रेन गरेको हुन्छ हजुर हिँड्नु परेन घोडामा त गल्ती हुँदैन आफ्नो गल्ती हुन्छ कि यहाँ अहिले लड्यो भने दुईपट्टि प्रेस भइरहेछ नि खुट्टा सर हजुर भइरहेछ हिँड्नु न के हो म बोर्ड देखाउँछु ल सरलाई सर यस्तो हुन्छ है हामीले चाहिँ हजुर चढेर फोटो खिचेको 50 छ तपाईँहरूलाई घुमाउने राम्रो भनेको चाहिँ एउटा सुटिङ एरिया छ एउटा स्वर्ग डाँडा छ ए सुटिङ एरिया भनेको यहाँदेखि अलिक तेर्सो यहाँबाट उता गएर भित्र पस्छ एउटा के अरे नेपाली मुभीहरू सुटिङ हुने जग्गामा जान्छ हजुर स्वर्ग डाँडा भनेको यहाँबाट गएर फ्याक्ट्रीबाट माथि भएर तल पुग्छ है अनि प्याकेज भनेको एउटा 1500 छ एउटा 2000 को छ तपाईँहरू अलराउन्ड हान्नुहुन्छ भने चाहिँ त्यसमा के छ भने 2500 लाग्छ
ए घुमेर आउँदा पुरै चाहिँ टोटल पुरै तपाईँको गरेर 2500 सुटिङ एरिया स्वर्गीय डाँडा सबै घुम्नुहुन्छ भने चाहिँ 2500 लाग्छ। त्यसमा तपाईँको कस्तो हुन्छ भने सर स्वर्गीय डाँडा जाउँ, स्वर्गीय डाँडा जाँदाखेरि तपाईँहरूलाई इच्छुक लाग्यो भने 500 थपेर त्यो 1500को पनि सबै समेटेर आउनु पायो हजुर होइन। ओइ रकी अनि के अरे इच्छुक लागेन भने तीबाट फर्किँदा पनि भयो। हुन्छ हुन्छ अलराउन्ड हान्नेमा 2500 रे 2500 पुरै पुरै घुमेको तपाईँको सुटिङ एरिया के अरे स्वर्गीय डाँडा सबै गरेर तपाईँको 4500 प्याकेज हुन्छ। त्यसमा अलराउन्ड हुँदाखेरि चाहिँ 2500 पर्यो क्या। फोटो भिडियो सबै घुमिन्छ मजाले। खोइ आएको बेला हो सर, आएको बेला घुम्दा हुन्छ। टाइम चाहिँ कति लाग्छ अरे टाइम त 40-45 मिनट। 40-45 रे अलिक छिटो ल्याइदिनु भने अलिक छिटो ल्याइदिन्छौँ। घुमाएर 0 भएर आइन्छ क्या। ल ल जाउँ खुट्टा चाहिँ मजाले टेक्नु ल सर दुईपट्टि है। हस् यो तपाईँ यहाँको स्कुल हो सर होइन। हजुर। फ्याक्ट्री हो तलको हजुर देख्दै हुनुहुन्छ नि। अब त्यो माथि घर जान्छौँ होइन। यस घोडाको नाम चाहिँ के अरे रकी रकी हजुर। हजुर कहाँबाट आउनुभएको सर? हामी काठमाडौँबाट काठमाडौँबाट उता दार्जिलिङ सिक्किम घुमेर आएको आइसक्नु फर्केर चाहिँ आएको आज त खुल्लै छ मेरी आज त बोलेको खुलिहाल्छ। लाइनको गाडीहरू सबै बसिरहेको छ। सुरुमा त यता आउन खोजेको थियो फेरि यस्तै बन्द हल्ला यताउता भइरहेको थियो ए हजुर त्यही भएर उतै घुमेर आएको हामी ठिक छ। खुट्टा चाहिँ यस्तो अलिक अगाडि गरेर टेक्नुहोस् न म्याडम। खुट्टा फुस्केला जस्तो भइरहेको जस्तो यस्तो अगाडि ल्याएर थोरै अगाडि ल्याएर टेक्नुहोस्। जस्तै दुइटै हो हजुर ओह्रालोमा सजिलो हुन्छ टेक्नु। ए अगाडि घोडाको नाम राख्नु ए अगाडिको घोडा हप्दैन नि फेरि लगेर यता घोडा चाहिँ ठुलै रहेछ तर हजुर यहाँको घोडा चाहिँ ठुलै रहेछ यो पछाडि पनि ठुलो छ। खै ठुलो छ पछाडि सबैभन्दा ठुलो हो। के भयो अरे ल यहाँ कल्चुरा कस्तो घोडामा ल कल्चुरा हौ हिँडाउन मेरोमा चढाउनु नि त मेरोमा चढाउनु नि त तपाईँको उहाँ चढाउनु गएर हेर्नु हजुर 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 अन्त यसको पुरै डिस्क ब्रेक लाग्छ नि त हल्का छोडिदिन्छ जा राजकुमार घोडामा चढ्ने मान्छे ए दिदी डराउनु त्यो कान्छी दिदीकोमा परेको यार दौडिने चाहिँ मेरोमा चढाइदिनु होला नि चेन्ज गरेर ठिकै चढाउनु दिदीको पनि डराउनु हुन्छ हेर्नु त त्यो पनि घटक 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 गरेर हिँड्नु नि हामी पर्खिन्छ आउनु न यहाँ हजुरले पनि पक्रिनु न एउटा तपाईँ टेन्सनै नगरी पक्रिनु न देब्रेले पक्रिनु न सर देब्रेले तानी भने रोकिहाल्छ टेन्सनै हुन्न है एकैछिन पर्खौँ ल उहाँलाई अब त 1300 लाग्छ यति मात्रै हो त भनेर डर हुने भने
अब त त्यसै जान्छ त ओह्रालोमा चाहिँ अलिक ओह्रालोमा यस्तो अलिक अगाडि गएर मोबाइल यहीँ छ फोटो उहाँले गर्नु हुँदैछ भाइ गोप्रोबाट पनि गर्दै हुन्छ फोन छ भने फोनबाट पनि गरौँ न उहाँको त छैन त ब्यागमा छोड्यो अरे माथि ए रक्की ओए रकी रक्की के जो साथी अझ रित्तो गएको फर्किन सकिरहेको छैन हुन्छ म अलिक फर्किदिनु पऱ्यो होइन ठिक छ भिडियो 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 आएको छैन न मैले छिट्याउनु मैले छैन कसै ल्याउने नै मोबाइल चाहिँ हिँड्नु आज राखेछ ओए आज राखेछ फाल्टो भन्दा आज राखेछ छेउछेउमा हिँडेको यो नडराउनु न केही जा राखेछ जा यो त फ्याक्ट्री सर यहाँको यहाँ 6000 रोपनी चिया बगान छ ए यो 6000 रोपनी चिया बगानको चाहिँ यहाँ आएर टिपेर यहाँ आउँछ यहाँबाट चाहिँ हानेर जान्छ यता पनि सिरियलै निकाल्नु सिरियलै जा उहाँ गइहाल्नुहुन्छ सबै निकाल्नु तर कि पछि हिँड्ने रे चाहिँ यहाँ छ नि सर यो चिया बगान रमित लाग्दो हेर्नु नि त अब वैशाख अन्तिम अन्तिममा अथवा जेठ लागेपछि चाहिँ पानीको त्यो बर्सात भएपछि चाहिँ यति दामी हुन्छ नि सर यहाँ हुनु त कतिखेर पानी पर्छ त्यो थाहा पनि हुँदैन होइन जेठहरू लागेपछि तर एकदम राम्रो हुन्छ क्या लुक यो चाहिँ दामी भन्दै थियो बर्सातमा चाहिँ राम्रो देख्छ यो ठाउँ भन्दै थियो हामी चाहिँ अब चान्स पाएको बेला आइदियो ठिकै छ फेरि पानी पर्ने बेला त घोडा कुदाउँदैन होला नि त पानी पर्ने बेला कुदाउँछ कुदाउनेहरूले अब कति मलाई फोटो भिडियो चाहिएन मलाई कुदाउनै मात्रै मन छ भन्ने अब आउनुहुन्छ होइन उहाँहरू पनि आउनुहुन्छ यो त यहीँ पालेको होइन त कति वर्ष भइसक्यो मैले 2 वर्ष भयो सर 2 वर्ष लगभग रनिङ 3 वर्ष अब ए यत्रो ल्याएको ल्याउँछ हामी सर ए बिहारबाट ल्याइन्छ हामी सबै बिहारबाट नेपालमा यत्रो ठुल्ठुलो बिट हुँदैन नि त सर त्यही त नेपालमा त हुँदैन सानो सानो हुन्छ भोटे घोडाहरू हुन्छ होइन तर अब ठुल्ठुलो घोडाहरू चाहिँ पाउँदैन एकचोटि मुक्तिनाथ पनि गएको थियो त्यहाँ चाहिँ सानो थियो कि योभन्दा ए मुक्तिनाथतिर त तपाईँको खतर होला हौ सर खर्च त्यही त घोडा भन्छ उनीहरूले पनि अब
सानो थियो ठुलो ठुलो अब हजुरहरू नि म्याम अलराउन्ड हान्नु पऱ्यो भने अर्को रोड भएर जान्छ है फुल राउन्ड हुनुभयो भने अर्को रोड भएर 0 भएर निस्किन्छौँ माथि स्वर्ग डाँडासम्म मात्रै आउनुभयो भने चाहिँ हजुरहरू अब यहीँबाट रिटर्न हुन्छौँ हामीहरू अगाडिदेखि ल दामी है फोटोहरू चाहिँ एकजना राखेर खिच्नुपर्छ सबै पाल्लै पिल्लो है म हाल्छु ल म हाल्छु हो राखी रोक्नु तान्ने रोकिहाल्छु हो एकछिन बस्नु ल तान्नुहोस् जा राखी जा डाटा खुट्टाले थोरै हान्नु जा राखी जाँदा भन्नुहोस् र बिस्तारै मम्मीको डाँडा ल्याउने तरिका चाहिँ सर ड्याक छुयो भने चाहिँ हिँड्छ दुईटा खुट्टाले हजुर अनि सर तान्यो भने रोकिन्छ यो तान्यो भने है मोबाइल पनि छ नि त छ मसँग अब कतिवटा फोटो खिच्नु भनेर एउटा सुरुमा त डराउँदो रहेछ मिना अघि सुरुमा त नचढ्ने भनिरहेको थियो अहिले त मस्त गइरहेको मजा लाग्यो अप्ठ्यारो भएको छैन हजुरलाई सर होइन छैन बराबर गरेपछि ठिक्क हुँदो रहेछ कम्फर्टेबल हुन्छ नि त्यो दुइटै यो 6000 रोपानीमा चाहिँ सर योहरू सबै परो होइन उयो उतापट्टि देख्दै हुनुहुन्छ नि डाँडाहरू त्यो चाहिँ परेन त्यो चाहिँ अब प्राइभेटै भयो सबै यो चाहिँ सरकारी हो सबै सरकारी र प्राइभेट पनि सरकारी तर अब सबै मेमोरियल लिस्टमा दिएको छ है रक्की र राजकुमार मिना र सुमन ठिक छ तपाईँहरू दुईजना उ गर्नु छोडिदिनु तपाईँ यहाँ त बोल्दो रहेछ नि त्यहाँबाट टाफो गर्नु मिलाएको छ खै गऱ्यो लु भयो ल लेट्स गो गरे ल खतरा घोडा परेछ ल ठिक छ मैले छोडिदिने डोरी यो कुकुरले त तर्साउँछ क्या यो कुकुर चाहिँ अरे घोडाको पछि अहिले के भयो घोडाको पछि मात्रै आउँछ त नि
ए त्यो अघि बिचबाट देखि चाहिँ त्यो आधी बाटो तपाईँहरूको हजुर अघि तल त्यहाँबाट फर्किने कि के गर्ने भन्नुभएको थियो नि हजुर हजुर यता आएको चाहिँ अर्कै चार्ज होइन हजुर अर्को त यो छुट्टिनु आँटेको थियो नि त यस्तो तल ल लभ डाँडा जाँदैछौँ हामी सक्यो होइन अब ततिर जाने गाडी भएको ठाउँ जाउँ अब माथि नै लगेर मजाले अगाडि तन्नक्क तन्केर बल्यो मिलाए मिलाए कता कन्यातिर होला के गर्नु सर अब म लाइनमा कहीँ अब ल हस् गएको है हस् धन्यवाद हस् मेरो घोडा त खतरा गरेको नि कुदाइरहेको थियो मलाई त दौडिन होइन आनन्दले हिँडेर राम्रो डर रहेछ लागेन सुरुमा चाहिँ डर लाग्यो यस्तो ओह्रालोमा चाहिँ त्यसपछि चाहिँ बानी भयो नि दौडेको चाहिँ